नमस्कार सबैमा। म मोटोपन र खराब खानपानले निम्त्याउने स्वास्थ्य सम्बन्धी समस्याहरूको बारेमा कुरा राख्न चाहन्छु। खाएको खानेकुराहरू अत्याधिक जस्तै गुलियो अथवा बोसो भएको कुराहरू हामीलाई शरीरलाई चाहिने भन्दा बढी खाइयो र हामीले पर्याप्त एक्सर्साइज गरिएन भने हाम्रो शरीरमा थुप्रेर बस्छ। एक्सेस अफ क्यालोरिज चाहिँ हाम्रो शरीरमा बस्दाखेरि चाहिँ अब विभिन्न किसिमको रोग लाग्ने श्रृङ्खला सुरु हुन्छ। जस्तै इन्सुलिन रेसिस्टेन्स सुरु हुन्छ, इन्सुलिनले काम गर्न बन्द हुने अथवा इन्सुलिन नै बन्ने प्रक्रिया कम हुने, पेट वरिपरि अथवा शरीरको विभिन्न अङ्गमा चाहिँ बोसोको मात्रा जम्मा हुँदै जाने, कोलेस्ट्रोल बढ्ने, विभिन्न यावत कुराहरूको चाहिँ श्रृङ्खला सुरु हुन्छ। यो चाहिँ यो विभिन्न समस्याहरूको एउटा समूह छ, अब क्लस्टर छ भनौँ न, त्यसलाई चाहिँ मेटाबोलिक सिन्ड्रोम भनिन्छ। जस्तै त्यसमा चाहिँ हाई ब्लड प्रेसर, हाई सुगर, हैन, एब्नर्मल कोलेस्ट्रोल लेभल, यस्ता कुराहरूको चाहिँ एउटा मेटाबोलिक सिन्ड्रोमको चाहिँ ग्राउन्ड तयार हुन्छ। जब पूर्ण यो मेटाबोलिक सिन्ड्रोम पूर्ण विकसित हुन्छ, त्यसपछि गएर चाहिँ हामीलाई डायबिटिज, हैन, कार्डियोभास्कुलर डिजिज, स्ट्रोक, हार्ट फेलर जस्ता दीर्घकालीन रोगहरूमा चाहिँ परिणत हुँदै जान्छ। अझ माथिको अवस्थामा फ्याटी लिभर अथवा तौल बढी भएको कारणले हार्ट जोड्ने समस्या, मानसिक असन्तुलन, मेन्टल स्ट्रेसदेखि लिएर यावत कुराहरूको चाहिँ सुरुवात हुन्छ। भनेपछि त्यो सबै सुरु हुनलाई चाहिँ हामीले असल खानपान, स्वस्थकर खानपान र असल दिनचर्या, यानि खाएको कुरो पचाउन जति शरीरलाई चाहिन्छ, जति क्यालोरी चाहिन्छ त्यति चाहिँ खाने, त्योभन्दा बढी खाएकोलाई चाहिँ हामीले चाहिँ व्यायाम गरेर विभिन्न किसिमको एक्सर्साइज गरेर चाहिँ त्यो एनर्जी, एक्सेस भएको एनर्जीलाई चाहिँ निष्कासन गर्नुपर्ने सकिन्छ। भने कतिपय अवस्थामा चाहिँ यस्ता रोगहरू, सिन्ड्रोमहरूलाई चाहिँ रिभर्स पनि गर्न सकिन्छ। त्यसको लागि चाहिँ खानपानमा ध्यान दिनु जरुरी हुन्छ। अनि व्यायाममा, शारीरिक व्यायाम, योगा, हैन, एक्सर्साइजहरूमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ।